स्वागत छ। आज हामी नेपाल सरकारको एउटा निकै महत्त्वपूर्ण योजनामा कुरा गर्दैछौँ। नमस्ते। यो भर्खरै आएको 10 वर्षीय योजना प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम क्षेत्र स्ट्राटेजिक योजना 2023 देखि 2032 हो, टिभीईटी क्षेत्रको लागि। यो यस्तो बेला आएको छ जब एकातिर हाम्रा युवाहरू धमाधम बाहिर जाँदैछन्, देश रेमिटेन्समा टिकेको छ। अनि अर्कोतिर स्वदेशमै काम गर्ने मान्छे पाइँदैन, दक्ष जनशक्तिको अभाव छ। हो नि, कस्तो उल्टो अवस्था। यो योजनाले सायद यही खाडल पूर्ण खोजेको होला। देशलाई सिप चाहिने, तर हाम्रो टिभीईटी प्रणालीमै खै अनेक समस्या छन्। जस्तो के कस्ता समस्या औल्याएको छ योजनाले? जस्तो कि हेर्नुस् न, तालिम दिने संस्थाहरू त 1500 भन्दा बढी छन् रे। ओहो, धेरै नै रहेछन् त। तर समग्र भर्ना दर 2078 को आँकडा हेर्दा जम्मा 51%। आधा मतलब आधा क्षमता त खेरै गयो नि। हो नि। अनि अर्कोतिर तालिम लिएर निस्केका जनशक्ति र बजारले खोजेको सिप बीचमा तालमेलै छैन, त्यो पनि ठूलो समस्या हो। साँच्चै, एकातिर संस्था खाली, अर्कोतिर बजारमा मान्छे नपाउने। ल, त्यसो भए आज यसमै अलि गहिरिएर हेरौँ न त। के हुन् त मुख्य समस्याहरू? एउटा त यही भर्ना दर घट्नु भइहाल्यो। 2074 तिर 90% जस्तो थियो रे, अहिले घटेर 51 मा आयो। 4 वर्षमै यति धेरै घट्यो। अनि अर्को समस्या, बीचमा पढाइ छोड्ने दर पनि निकै माथि छ। किन छोड्दा रहेछन् त? कारणहरू धेरै छन्। पाठ्यक्रम अलि लामो भयो, त्यति लचिलो भएन, अनि घरबाट पनि मतलब छिटो कमाउनु पर्यो भन्ने दबाब। कमाउनु पर्ने बाध्यता। तर सबभन्दा अचम्म लाग्दो कुरा के छ भने सरकारले दिएको छात्रवृत्तिको कोटा समेत भरिँदैन रे। साँच्चै? त्यो पनि खाली। ओहो, यसले के देखाउँछ भने खै पैसा तिर्न गाह्रो भएर भन्दा पनि तालिम लिँदा त्यो समयमा कमाउन नपाइने, आम्दानी गुम्ने चिन्ता बढी हो कि जस्तो देखिन्छ। यो त निकै विचार गर्नुपर्ने कुरा भयो। अनि अरू के छन् त? सामाजिक दृष्टिकोणमा पनि समस्या छ कि? बिल्कुल। समाजमा अझै पनि प्राविधिक शिक्षालाई मतलब पढाइमा कमजोरले पढ्ने वा अन्तिम विकल्प जस्तो ठान्ने चलन छ नि। हो, त्यो त छँदैछ। अनि डिप्लोमा गरेपछि अगाडि पढ्ने बाटो पनि त्यति सजिलो छैन। सिप सिके पनि त्यसको राष्ट्रिय स्तरमा मान्यता पाउन गाह्रो छ। मान्यताको समस्या हो। अनि अर्को महत्त्वपूर्ण कुरा उद्योग व्यवसायसँगको सम्बन्ध। त्यो औपचारिक सहभागिता लेख्ने मात्र भयो, तर साँच्चै मिलेर काम गर्ने वातावरण बनेन। पाठ्यक्रम नि त्यो कस्तो छ? पाठ्यक्रम पनि अलि बढी सैद्धान्तिक भयो भन्ने गुनासो छ। परीक्षा प्रणालीले पनि व्यावहारिक सिप भन्दा सिद्धान्त कति रटेको छ भनेर जाँच्ने भयो। ल, चुनौती त चाङ नै रहेछन्। तर यो योजनाले केही अवसर वा समाधान पनि त देखेको होला नि। के छन् त त्यस्ता कुरा? छन्, र ती निकै महत्त्वपूर्ण छन्। पहिलो त त्यही खाली रहेको क्षमता। त्यो 51% भर्नालाई बढाएर 90% भन्दा माथि पुर्याउने लक्ष्य लिएको छ। त्यो त राम्रो भयो। दोस्रो, पाठ्यक्रमलाई मोड्युलर बनाउने, मतलब साना साना टुक्रामा बाँडेर क्रेडिट सिस्टममा लैजाने। त्यसले के फाइदा हुन्छ? त्यसले गर्दा विद्यार्थीले आफ्नो समयअनुसार आफ्नो गतिमा सिक्न पायो। बीचमा छोडेर काम गर्न गयो, फेरि आएर जोडिन पायो, कमाउँदै सिक्दै मोडेल जस्तो। ल, त्यो त राम्रो अवधारणा हो। तेस्रो, विदेशमा वा देशमै अरू तरिकाले मतलब अनौपचारिक रूपमा सिप सिकेकाहरू छन् नि। छन् नि, धेरै छन्। हो, उनीहरूको सिपलाई पनि जाँच गरेर पूर्व सिकाइको मान्यता आरपीएल दिने अनि प्रणालीमा ल्याउने। आरपीएल को कुरा। अनि चौथो, विभिन्न तहका तालिम र योग्यतालाई एउटै फ्रेमवर्कमा बाँध्ने, जसलाई राष्ट्रिय योग्यता प्रारूप एनक्यूएफ वा एनबीक्यूएफ भनिन्छ नि। हो, त्यो एनबीक्यूएफ को कुरा त धेरै सुनिन्छ। त्यसले साँच्चै तालिम र औपचारिक शिक्षा बीचको खाडोल पुर्ला त? योजनाको अपेक्षा त्यही छ। एनबीक्यूएफ पुरै लागू भएपछि एक तहबाट अर्कोमा जान, चाहे त्यो तालिमबाट शिक्षातिर होस् वा उल्टो, सजिलो हुन्छ भन्ने हो। ल, राम्रो। अनि यी सबै गर्न कसरी अघि बढ्ने रे त? कार्यान्वयनको खाका के छ? यसलाई 3 चरणमा गर्ने भनिएको छ। पहिलो 2 वर्ष चाहिँ प्रणाली बनाउने, क्षमता बढाउने, आधार तयार पार्ने हो। अनि बीचको 5 वर्षमा नयाँ मोडेलहरू जस्तो अघि भनेको मोड्युलर कोर्सहरू, आरपीएलहरू, यिनीहरूलाई परीक्षण गर्ने र विस्तार गर्ने। अनि अन्तिम 3 वर्षमा चाहिँ सफल भएका मोडेलहरूलाई देशैभरि लागू गर्ने। यसका लागि त स्रोत साधन पनि धेरै चाहियो होला नि। बजेट कति अनुमान गरेको छ? बजेट त निकै ठूलो छ। करिब 76 अर्ब नेपाली रुपैयाँ अनुमान गरिएको छ 10 वर्षको लागि। 760 अर्ब? ओहो, यो त धेरै ठूलो रकम हो नि।
हो, यसमा सरकारी लगानी करिब 60% र बाँकी 40% चाहिँ निजी क्षेत्र विकास साझेदारहरूबाट जुटाउने लक्ष्य राखेको छ। निजी क्षेत्रबाट 40%? त्यो कतिको सम्भव होला? अनि 3 तहका सरकार छन् अहिले, सङ्घ, प्रदेश, स्थानीय तह। उनीहरूको भूमिका र समन्वय चाहिँ कसरी मिलाउने? समन्वय र भूमिका बाँडफाँड एकदमै महत्त्वपूर्ण हुन्छ। योजनाले त्यसलाई जोड दिएको छ। अनि निजी क्षेत्रको वास्तविक सहभागिता बढाउन सेक्टर स्किल काउन्सिल SSC जस्ता संयन्त्र बनाउने कुरा छ। SSC त्यो के हो? मतलब हरेक क्षेत्र जस्तै निर्माण, कृषि, पर्यटन यिनीहरूको आफ्नै काउन्सिल हुने, जसमा उद्योग व्यवसायीहरूकै मुख्य भूमिका हुन्छ। उनीहरूले नै कस्तो सिप चाहिने हो, पाठ्यक्रम कस्तो बनाउने हो भनेर सल्लाह दिने, सहयोग गर्ने। उद्योगले नै माग गरे अनुसारको तालिम दिने भन्ने भयो। हो, अनि प्रशिक्षकहरूको गुणस्तर पनि बढाउनु पर्यो। अहिले डिप्लोमा तहमा 88% भन्दा बढी प्रशिक्षक त अस्थायी वा करारमा छन् रे। उनीहरूलाई स्थायी गर्ने, तालिम दिने, लाइसेन्सको व्यवस्था गर्ने, मूल्याङ्कन प्रणालीलाई पनि व्यावहारिक बनाउने कुराहरू प्राथमिकतामा छन्। ल, सुन्दै जाँदा त यो 10 वर्षे योजना निकै महत्त्वाकांक्षी लाग्यो। साँच्चै नेपालको प्राविधिक शिक्षामा ठूलै परिवर्तन ल्याउने लक्ष्य बोकेको रहेछ। हो नि, यसलाई बजारसँग जोड्ने, गुणस्तर बढाउने अनि सबैका लागि आकर्षक बनाउने। सफल भयो भने त देशमै दक्ष जनशक्ति उत्पादन भएर समृद्ध नेपाल सुखी नेपालीको लक्ष्यमा पनि सघाउ पुग्ला नि। लक्ष्य त साँच्चै राम्रो र महत्त्वाकांक्षी छ, तर खै अन्त्यमा एउटा प्रश्न चाहिँ मनमा आइरहन्छ। के प्रश्न? के यो NVQF नाबु भर्नेमा, पाठ्यक्रम सुधार्दैमा अनि तालिम केन्द्र थप्दैमा मात्रै प्राविधिक शिक्षाप्रतिको त्यो सामाजिक हेराइ बदलिन्छ त? त्यो पनि हो। वा जबसम्म उद्योग व्यवसाय क्षेत्र साँच्चीकै जागरुक भएर लाग्दैन अनि स्वदेशमै राम्रो तलब, राम्रो अवसर पाउने ग्यारेन्टी हुँदैन, तबसम्म यी संरचनागत सुधारले मात्रै हामीले चाहेको जस्तो नतिजा देला र? निकै गम्भीर प्रश्न हो। यो योजना कति सफल हुन्छ भन्ने कुरा सायद यी सबै पक्षहरू कति प्रभावकारी ढङ्गले एकसाथ कार्यान्वयन हुन्छन् भन्ने कुरामै भर पर्छ होला।